नमस्कार, म भवानी बराल। पहिचानको प्रारम्भिक बयान पहिलो श्रव्य दृश्य मार्फत तपाईहरु समक्ष आएका छौं। पहिचानको विषय सानो एउटा छलफलमा सकिने विषय होइन। यसले बृहत्तर बहसको माग गर्दछ। यसर्थ यहाँ पहिचानको प्रारम्भिक बयान गर्ने प्रयास गरिएको छ। नेपालको सन्दर्भमा पहिचानको व्याख्या गर्ने यो मञ्चको रूपमा विकसित गर्ने र एउटा सार्थक निष्कर्षमा पुग्न सकिने वातावरण बन्न सकोस् भन्ने नै हो। पहिचान शब्द लोकप्रिय कर्णप्रिय त बनेकै छ, तर पहिचानको बहुआयामिक प्रश्नको हल कसरी हुन्छ ठ्याक्कै मिलाउने कुनै सूत्र फेला परिसकेको छैन। पहिचानको कुनै मानक वा वैश्विक सूत्र हुने कुरा पनि भएन। आफ्नो देशको विशेषता र विविधता अनुसार पहिचानको सठिक परिभाषा गर्नु पर्दछ। यसर्थ पनि पहिचानको गम्भीर परिभाषा गर्न त्यति सहज छैन। पाल्सी भाका प्रयोग गरेर यसको अतिरञ्जित परिभाषा गर्न सहज होला। भनाइ नै छ, तर्कको दुःखद पक्ष भनेको त्यो मूर्खले पनि गर्छ रे। यसरी पहिचानलाई बराल्ने हदको परिभाषा भइरहेको छ। नेपाली शब्दकोशहरूले पहिचानको अर्थ चिन्नु, परख गर्नु, पहिचान गर्नु जस्ता सीमित र संकीर्ण अर्थ लगाएका छन्। अलिक धेरै अर्थ्याउँदा कुनै वस्तुको गुण, मूल्य आदि जान्ने काम भनेर परिभाषित गरेको छ। तर यहाँ पहिचानलाई विराट अर्थको रूपमा लिने प्रयास गरिनेछ। यसकारण यो शब्दावलीलाई महत्त्व दिएका हौं। सँगसँगै यसको अर्थ राजनीतिक सम्बन्धलाई उजिल्याउने प्रयास पनि हो। पहिचानको प्रारम्भिक बयान 1 यो पहिलो शब्दचित्र हो। यस्ता थुप्रै श्रव्य दृश्य मार्फत हामी तपाईहरुसँग क्रमशः छलफल गर्दै जानेछौं। अत तपाईहरुको सुझाव, सहयोग, स्वस्थ आलोचनाको अपेक्षा गर्दछौं। नमस्कार, धन्यवाद।